नमस्कार। अब कोरियाले पनि नेपाली कामदार मेन पावर मार्फत चाहिँ काम गर्न लैजाने भएको छ। मासिक 3 लाखदेखि 5 लाखसम्म कमाई हुनेछ भने 1 रुपियाँ पनि शुल्क मेन पावरहरूले लिन पाउने छैनन्। आज श्रम मन्त्रालयले बनाएको नयाँ कार्यविधि अनुसार चाहिँ नेपाली दक्ष कामदारहरू E7 भिसामा जान पाउनेछन्। यसभन्दा अगाडि नेपाल सरकार र कोरियाली सरकारले लाँदै गरेको, नेपाल सरकारले पठाउँदै गरेको र कोरियन सरकारले लाँदै गरेको EPS चाहिँ E9 भिसा हो। यसमा चाहिँ अध्यक्ष कामदार लान्छन् भने अब सम्झौता भए अनुसारको नयाँ E7 भिसा भनेको दक्ष कामदार मात्रै जान पाउँछन् र उनीहरूको राम्रो कमाई हुन्छ। अबको चाहिँ वैदेशिक रोजगारीका लागि युरोप, अमेरिका भन्दा पनि कोरियामा धेरै चाहिँ सिप जानेकाहरूको झुकाव हुनेछ, किनकि पैसा खर्च 1 रुपियाँ लाग्दैन, मान्छे जान पाउँछन् र यसका लागि श्रम मन्त्रालयले काम गरिरहेको छ। अब केही दिनमा नै अथवा केही समयमा नै त्यसरी चाहिँ नेपालीहरू कोरिया काम गर्न जाने पाउनेछन्। धेरै लामो समय मेन पावर व्यवसायले हामीले पठाउन पाउनु पर्यो भनिरहेका थिए र यो माग चाहिँ सरकारले पुरा गरेको छ। धन्यवाद।